आज चाहिँ मैले यसलाई चाहिँ यसरी निकालेर यसरी पड्काएर यसरी 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 घुमाउने है। यसरी चाहिँ तपाईँको साइडको बिटको च्याप्नु भयो भने पछि यो बिचबाट हुन्छ नि, यो तपाईँको यो बिचको भागलाई चाहिँ फैलाउँदाखेरि चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि फैलिँदै गएर चाहिँ बिचको भाग पातलो हुँदै जान्छ है। यसलाई चाहिँ यसरी हातबाट लिने, पहिला हातलाई यसरी राख्ने है, यसरी राख्ने लाएर पहिले है। रोटी यो नान होइन है, रोटी हो, नान होइन। नान चाहिँ भएको ठाउँमा पाउनुहुन्छ, मजाले गुदरी हानेर तान्नुहुन्छ। यो चाहिँ तपाईँको रोटी हो। रोटीलाई चाहिँ मजाले चाहिँ यसरी बनाउनु मिल्यो। यसरी चाहिँ यो तेलको भाग छ, तेलको भागलाई चाहिँ म के गर्छु भन्दा यसरी चाहिँ यहाँ राखिदिन्छु है। तपाईँले गोलो बनाउनु मन छ भने हल्का यसलाई फैलाउनु मिल्यो, फैलाएर स्याट्ट गरेर रोटी मिल्यो छैन भने यसरी मिलाउन चाहिँ मिल्यो है।